अब 1 महिनाको मेरो 1 महिनाको बोल्नु न तपाईँ। मेरो 1 महिनाको चाहिँ गणेश भाइको चाहिँ अब हामीले मैले धेरै सहयोग गर्न नसकेँ नि भाइको क्रिया खर्च भाइले पार्किङमा 1000 रुपियाँ तिर्न नसकेर उसले आफ्नो ज्यान गुमायो। आवेगमा नभयो भने त्यो नानो सानो खालको आफ्नो छोरी श्रीमती आमा रोइरहनु भएको छ होइन सबैजनाको बुवा हुन्छ यतालाई चाहिँ सम्झेर चाहिँ भाइले चाहिँ आवेगमा अब अन्याय अत्याचार त यो समाजमा कति हुन्छ हिजोको दिनमा म आफै 17 दिन जेलमा बसेँ अन्याय अत्याचार त हुन्छ तर आफू लड्नु पर्थ्यो भाइले लड्नको लागि चाहिँ बुवा नरुनु बुवा लड्नु पर्थ्यो आवेगमा आयो अपवाद सहन सकेन तर राज्यले चाहिँ अब भनौँ न यो नानीलाई चाहिँ अब दिदी पनि सदनमा हुनुहुन्छ केही आवाज उठाएकै छ नानीलाई चाहिँ पढाइदिनु पर्यो जति पढ्छु उसले ठुलो हुँदैसम्म उसलाई पढाइदिनु पर्यो र नानीलाई चाहिँ भर्खर काम 20 वर्षको हुनुहुन्छ उहाँले धेरै पढ्नु भएको छ एकदमै एजुकेटेड वुमन हुनुहुन्छ उहाँ अनि उहाँको गणेशजीको जो श्रीमती हुनुहुन्छ उहाँलाई चाहिँ राज्यबाट चाहिँ रोजगारीको व्यवस्था हुनु पर्यो भनेर म यही भिडियो मार्फत अपिल गर्छु र यो मेरो 1 महिनाको स्यालेरी हजुरलाई